हाई एभ्रिवान, नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ मिनी ब्लगमा। आज हामी छौँ बारीमा खर काट्नको लागि आएको छौँ। हामी चाहिँ 3 सासू बुहारी भएर। अनि यहाँ हाम्रो बारीनिर चाहिँ हाम्रो चिउरीको बोट छ अनि त्यहाँ चाहिँ सजिलै छ। दिदीले सजिलै छ भन्नुहुन्छ, तर म चाहिँ देख्दा मात्रै सजिलो हो, तर मैले चाहिँ सक्दैन। सानो सानो बुट्टाहरू नै सक्दिनँ चढ्नको लागि। अनि हामीले चाहिँ यहाँ खर काट्न भनेर आएको छौँ। अनि हामीले चाहिँ खर पनि काटिसक्यौँ, अलिकति बाँकी थियो अनि दिदीले काट्दै हुनुहुन्छ। एकदमै गर्मी बढ्यो नि त, अनि गर्मी छ। हामी चाहिँ पसिना पसिना भएर हामीले चाहिँ खर काटिसकेछौँ। अनि हामीले चाहिँ खरहरू तल फाल्यौँ अनि भारी बाँधेर घर जाने तयारीमा छौँ। अनि दिदीलाई चाहिँ चिउरीको बोट मन परेछ क्यारे। अनि यहाँ डाला काटेसी बल्ल गाउँ देखेको छ। पहिला त जङ्गल मात्र थियो नि त, अनि घरै देखिन्न थियो। अहिले चाहिँ गाउँहरू देखिने रहेछ। घाम लागेको छ अनि कस्तो राम्रो देखेको छ गाउँ पनि। अहिले चाहिँ मैले चाहिँ बल्ल देख्दैछु। अनि हामी चाहिँ अब भारी बाँध्नको लागि जाँदैछौँ। अनि हामीले चाहिँ भारी नै बाँधिसक्यौँ। दिदीले चाहिँ के मिलेन भन्नुहुन्थ्यो। अनि मैले चाहिँ बाँधिसकेँ। मेरो चाहिँ पेट ठुलो भएको थियो। अनि भारी बाँधेर हामीले चाहिँ घर लग्यौँ अनि खानासाना खाएर फेरि अर्को खेप लिन आयौँ। अनि आजको भिडियो यति नै। आजको दिन पनि यसरी बित्यो। थ्याङ्क यू फर वाचिङ। बाई बाई।